कन्टिन्यू गर्नेछन्। 4 विकेट लिएका छन् आफ्नो 8 ओभरमा 31 रन खर्चेर र अजयले लिएका छौँ। अब पहिलो विकेट भित्रबाट आएको थियो, एलबिडब्ल्यूको अपिल गरेका थिए पहिलो विकेट, त्यसरी त्यसपछि चाहिँ यो ब्युटी अफ अ डेलिभरी थियो विकेट लिँदाखेरि। थर्ड विकेट हातमा थमाउन पुगेका थिए त्यो बल। दिपेश कडेलको त्यो ब्रेन फेड मोमेन्ट पनि रहेको थियो, किनकि टोलीलाई उनको आवश्यकता भइरहेको बल बेलामा पहिलो बलमा नै ठुलो सटको खोजीमा विकेट गुमाउनु पुगे। त्यस पश्चात गेमको मोमेन्टम कम्प्लिटली चेन्ज भयो। त्यसैले पनि यु अलवेज टेक टाइम, रिड द सिचुएसन वेल एन्ड देन। यस प्रकार आउट भएका थिए दिपेश र यो चौथो विकेट अजयको लागि। राम्रो बल खेलको पूर्वार्धमा आएर लगातार ब्याटरहरू बिट भएको दृश्यहरू हामीले देखिरहेका छौँ। जति बेलासम्म त्यो 3-4 विकेट मात्र खसेको थियो, गेम वान साइडेड रहेको थियो, ब्याटिङ गर्न निकै सहज भएको अनुमान गरिरहेका थियौँ भने अहिले हेर्दाखेरि चाहिँ त्यही पिचमा खेल खेलेको हो र भन्ने प्रश्न उठ्नु सक्छ। तर त्यति नै उत्कृष्ट बलिङ र क्लिन अप गरिदिएका छन् अजय चौहानले। 5 विकेट लिएर कोशी प्रदेशलाई 182 रनमा अल आउट गरेको छ भने ग्राउन्डलाई चुम्दै त्यहाँ अजय चौहान 26 रनले यो खेल लुम्बिनी प्रदेशले आफ्नो पोल्चामा पारेको छ। त्यो टर्फलाई जसले उनलाई 5 विकेट दिलाएको छ र यस प्रकार लुम्बिनी प्रदेश पहिलो खेलमा विजयी हुन सफल भएको छ। एकदमै सहज अवस्थामा रहेको थियो यो चेजमा, तर अन्ततः त्यो कामनेस लुज गर्न पुग्यो र महत्त्वपूर्ण 2 पोइन्ट पनि लुज गरेको छ यो पहिलो खेलमा नै। सुजन थपलिया र सुमन गहतराजको त्यो विकेट गइसकेपछि भने चाहिँ यो पुरै